Cool dai, cool. Muji sekitar ya. Ayo, mana? Awal mana? एकछिन हेरिदिनु हुन्छ के हुँदैन आफ्नै हो नि त हाम्रै हो नि के होइन दाइ धन्यवाद 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 दाइ
त्यसै गरेर अतिथिको आसन ग्रहण गठित हुनका लागि वडा सदस्य गीता शर्माज्यूलाई हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरेर नन्दराम गिरिज्यू हुनुहुन्छ, वडा सदस्य, उहाँलाई अतिथि आसन ग्रहणको लागि अनुरोध गर्दछु। त्यस्तै गरेर अतिथि आसन ग्रहणको लागि भावना श्रेष्ठज्यूलाई आसन ग्रहणको लागि अनुरोध गर्दछु, वडा सदस्य भावना श्रेष्ठ। त्यस्तै गरेर वडा सदस्य लक्ष्मी पहाडीज्यूलाई पनि अतिथि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। र त्यस्तै गरेर अतिथि आसन ग्रहणको लागि वडा सचिव कुलराज पौडेलज्यूलाई पनि अतिथि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। र हामीसँग धेरै पत्रकारहरूको संस्थाहरूलाई हामीले आमन्त्रण गरेका थियौँ। यहाँनिर हामीसँग आउनुभएको छ प्रेस सेन्टर नेपाल कास्कीका अध्यक्ष दिननाथ बरालज्यूलाई अतिथि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरेर प्रेस क्लब गण्डकीका अध्यक्ष एकराज गिरिज्यूलाई अतिथि आसन ग्रहणको लागि अनुरोध गर्दछु। त्यस्तै गरेर प्रेस सोसाइटी कास्कीका अध्यक्ष रुद्रबहादुर थापा आउनुभएको छ, उहाँलाई अतिथि आसन ग्रहणको लागि अनुरोध गर्दछु। त्यस्तै गरेर हामीसँग खनिज कास्कीका उपाध्यक्ष दाजु हुनुहुन्छ सुशील श्रेष्ठ, उहाँलाई आसन ग्रहणको लागि अनुरोध गर्दछु। त्यस्तै गरेर दलित पत्रकार सङ्घ कास्कीका अध्यक्ष सुरेश सुनारज्यू हुनुहुन्छ, उहाँलाई अतिथि आसन ग्रहणको लागि अनुरोध गर्दछु। त्यस्तै गरेर हाम्रो सल्लाहकारज्यूहरू तथा यो संस्थाको संस्थापक अध्यक्ष घनश्याम पौडेलज्यूलाई अतिथि आसन ग्रहणको लागि अनुरोध गर्दछु। त्यस्तै गरेर हाम्रो सल्लाहकार पूर्व अध्यक्ष कृष्णमणि बरालज्यूलाई अतिथि आसन ग्रहणको लागि अनुरोध गर्दछु। र हामीलाई यो कार्यक्रममा लाखे प्रदर्शन गरेर यहाँनिर हामीलाई मनोरञ्जन र स्वागतको लागि आउनुभएको छ महेन्द्रपुर ल्यामपुच्छका सम्पूर्ण साथीहरू सँगसँगै अध्यक्ष अभिजित श्रेष्ठ हुनुहुन्छ, उहाँलाई अतिथि आसन ग्रहणको लागि अनुरोध गर्दछु। त्यस्तै गरेर मैले यहाँ देखिरहेको छु नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका उपाध्यक्ष राजाराम पौडेलज्यूलाई आसन ग्रहणको लागि अनुरोध गर्दछु। र हामीसँग आउनुभएको छ हाम्रो यो कार्यक्रमलाई शोभा बढाइदिनु हुनका लागि सहारा क्लब, जुन पोखरा महानगरपालिका वडा नम्बर 9मै अवस्थित छ। सहारा क्लबका पूर्व अध्यक्षहरू विक्रम थकाली दाजु, त्यस्तै गरेर वीरभद्र आचार्य दाजु, केशवबहादुर थापा दाजु र सुरज गुरुङ दाजुलाई आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। हामीसँग साना भाइ बहिनीहरू आउनुभएको छ, इसिएसी मन्टेश्वरीका भाइ बहिनीहरू, र उहाँलाई लिएर आउनुभएको साल्दी बास्तोला प्रिन्सिपल हुनुहुन्छ, उहाँलाई अतिथि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। र सम्पूर्ण अतिथिज्यूहरू जो हाम्रो यो निमन्त्रणालाई पनि सहर्ष स्वीकार गरेर आउनुभएको छ, सबैलाई मैले स्वागत गर्न चाहन्छु। धन्यवाद सुमन भाइ, अतिथिज्यू। यो हामी यो नेपाल फोटो पत्रकार सङ्घ कास्कीको आयोजना र वडा नम्बर 9को सहयोगमा यो आजको एक दिने वडा तस्बिरमा वडा नम्बर 9 शीर्षकमा हामीले फोटो प्रदर्शनी यो महेन्द्र पुलको फल्सामा चाहिँ आयोजना गरेका छौँ। यो आयोजना यो तस्बिरको जुन चाहिँ हाम्रो यो प्रदर्शनी हेर्न आउनुहुने सम्पूर्णलाई म चाहिँ मनैदेखि मेरो संस्थादेखि मेरो साथीहरूबाट सम्पूर्ण स्वागत गर्न चाहन्छु। र हाम्रा चाहिँ वडा नम्बर 9का अध्यक्षज्यू र वडा सचिवज्यू, हाम्रा सदस्यज्यूहरू र हामीलाई चाहिँ एकदम एक वचन भन्ने बित्तिकै सहयोग गरिदिने चाहिँ हाम्रो चाहिँ नेवाका लाखेका हाम्रो चाहिँ भाइ र उहाँका क्लबका साथीहरू र हाम्रा पूर्व सहाराका पूर्व अध्यक्षज्यूहरू, त्यसपछि हङकङका पूर्व अध्यक्षज्यू, मेरो पत्रकार साथीहरू र साना भाइ बहिनीहरू मन्टेश्वरीलाई चाहिँ अहिलेबाट नै एउटा चाहिँ फोटोको माध्यमबाट पनि कमसेकम बच्चाहरूलाई एउटा मनोरञ्जनसहित र एउटा चाहिँ ज्ञानको कुराहरू चाहिँ सिक्नुपर्छ भन्ने हिसाबले चाहिँ बच्चाहरूलाई चाहिँ दिएर आइदिनु भएको छ। उहाँहरू सम्पूर्णलाई पनि म विशेष धन्यवाद दिन चाहन्छु। यो सिको चाहिँ अब अरू पनि एउटा भयो भने चाहिँ यही प्रकारको प्रोग्रामहरू गरिदिनु भयो, कार्यक्रमहरू गरिदिनु भयो भने हामी फोटो पत्रकारहरूलाई पनि अझै बाहिर चाहिँ निस्कनको लागि चाहिँ अझै एउटा चाहिँ हामी अझै प्रेरित हुन्थ्यौँ र अरू पनि हामी काम गर्नमा चाहिँ अझै अगाडि बढ्ने थियौँ। यस्तै प्रोग्रामहरूले गर्दाखेरि फोटो पत्रकार हामी चलाइसकेको फोटो पत्रकारलाई पनि वडा नम्बर 9 का अध्यक्षज्यूले चाहिँ व्यक्तिगत फोन गर्नुभयो र उहाँले नै फोन गर्नुभयो र वडा नम्बर 9बाट फोटो एक्जिबिसन गर्नु पऱ्यो भनेर चाहिँ हामीलाई जुन किसिमको चाहिँ एउटा चाहिँ
प्रस्ताव दिनुभयो हामी सहर्ष स्वीकारेर उहाँको सहयोगमा उहाँको चाहिँ सचिवज्यू उहाँ लगायतका सहयोगमा हामीले आज चाहिँ यो चाहिँ फोटो प्रदर्शनी गर्न चाहिँ हामी एकदम सक्षम अवलोकन गरिदिनु होला र सम्पूर्णलाई म विशेष चाहिँ धन्यवाद दिँदै स्वागत गर्न चाहन्छु। धन्यवाद। आसन ग्रहणको लागि हार्दिक अनुरोध pulang dulu. यहाँ त्यो त त्यो ठिकै हो त्यहाँ त केही नलेखे पनि त्यो बिचकै हो यहाँ वडा नम्बर 9 भनेको भयो यो नयाँ बजार हो यो बिर्तिली चोक हो महेन्द्रपुर भयो सबै तल सबै आउँ के ए ल यो त कस्तो भयो के यो त यो अगाडि हो के खानु सर खानु भयो म्याम खानु भयो खाएन अब स्कुलमा खानु मन छ दाइ वेलकम वेलकम थ्याङ्क यू आइसोस् त्यो चिया भनिदिनु सब चिया अतिथिलाई चिया खानु भन्नु कता कतिको प्रकाश उदेश होइन आज यो पोखरा महानगरपालिकामा तस्विरमा पोखरा महानगरपालिका 9 भन्ने शीर्षक साथ फोटो पत्रकार कास्कीले जुन आयोजना गर्नुभएका त्यसका सभाध्यक्ष आदरणीय रामगुरु पत्रकार साथीहरू त्यसै गरी वडा नम्बर 3 का वडा आदरणीय दाइ पत्रकार महासङ्घलाई चिनाउने जुन परिवेशमा जुन उहाँले फोटोबाटै आफूले गरेका क्रियाकलाप देखाउनु भएको छ त्यसको लागि तपाईँलाई मनैदेखि धन्यवाद दिन चाहन्छु। धेरै चिज धेरै लेख्छ होला धेरै बोल्छ होला तर यो परिवर्तन क्रिया कसैले बोलेर होइन कि देखेका चिजहरू फोटो कैद गरेर जुन चाहिँ आज प्रदर्शन वडा नम्बर 9 मा गर्नुभयो यसको लागि हृदयदेखि धन्यवाद दिन चाहन्छु। यस्ता क्रियाकलापले समाजमा
विकास निर्माण र गर्न खोजेका क्रियाकलापको नि डिफ्रेन्स के रहेछ भन्ने कुरा देखाउँछ। यसले गर्दा समग्र रूपमा पोखरालाई कसरी परिवर्तन भइरहेछ भन्ने एउटा कुराहरूले धेरै नै यो फोटोले महत्त्व राखेको छ। फोटो आफै बोल्छ भने जस्तै यो वडा नम्बर 9 मा के परिवर्तन भइरहेछ त नि भन्ने कुरा आदरणीय साथीहरूले हेरेर अवलोकन गरेर सल्लाह सुझाव पनि म अपेक्षा गर्छु। भने जुन फोटो पत्रकार कास्कीले जुन गर्नुभएको आदरणीय रामसरलाई मनैदेखि धन्यवाद दिन चाहन्छु र यसको संयोजक गर्ने आदरणीय ओरेन्ज फोटोका आदरणीय भाइ सञ्जय साक्यलाई मनैदेखि धन्यवाद दिन चाहन्छु। यस्तो क्रियाकलापमा यो केवल सुरुवात हो। अघि आदरणीय साथीहरूले भनेको हाम्रो कार्यक्रम सञ्चालकले सुरुवात हो हामीले गर्न खोजेको। योलाई अझ कर्मिक रूपमा अझ राम्रो बनाउन सकिन्छ, अझ धेरै कुराहरू समेट्न सकिन्छ भनेर वडा 9ले यो सुरुवात गरेको। अब आउने कुरा पनि फोटो पत्रकार सङ्घ कास्कीसँग सहकार्य अझ वृहत रूपमा गर्ने तपाईँलाई वचनबद्ध दिन चाहन्छु। यसले फोटो पत्रकार साथीहरूले गरेका सृजनशील फोटोहरूले पनि समाज परिवर्तन गर्न सकिन्छ देखिन्छ। यस्ता कार्यक्रममा वडा 9 सधैँ तपाईँको साथ सहयोगमा रहन्छ भन्ने कुरा परिवर्तनका सम्भाग यी फोटो पत्रकार साथीहरूलाई मनैदेखि धन्यवाद दिँदै आज यो वडा 9 मा देखेका परिवर्तन चिजका फोटोहरू हेरिदिन हार्दिक अनुरोध गर्दै जुन आज सहभागी भएकोमा सम्पूर्ण व्यक्ति संस्थालाई मनैदेखि धन्यवाद दिँदै मेरो भनाइ अन्त्य गर्छु। हजुर धन्यवाद, नमस्कार। उपस्थिति सबैलाई ल संयोजकज्यूलाई पनि एकदम धन्यवाद है, बधाई छ। राम्रो छ, भव्य रहेछ। अनि फेरि पनि 1 सेकेन्ड होइन हामी लिन्छौँ। आउँछ त्यस्तो खबर कहिले आज उनीहरूले स्कुललाई कहिले गरिरहेको भएको थाहा हुन्छ। त्यही हो कि अब के गर्नु। यता सुमन जाऊ धन्यवाद। नमस्कार। आज म तपाईँहरू यो मैनापुलको मोस्ट इम्पोर्टेन्ट ठाउँ, महत्त्वपूर्ण ठाउँ मैनापुलको फल्सामा रहेको छु। यो ठाउँमा आज पोखरा महानगरपालिका वडा 9 मा भएका गतिविधि र हामीले 3 वर्षमा के परिवर्तन गरेको बोल्ने होइन लेख्ने होइन गरेको चिज देखाउँछौँ भने आज फोटो पत्रकार सङ्घ कास्कीसँग मिलेर भएका विगतमा भएका परिवर्तनका चिजहरू आफै तस्बिर आफै बोल्छ भनेर हामीले सुरुवात गरेका छौँ। यो चिजले हामीले केवल के परिवर्तन गरेछ भनेर तपाईँले फोटोहरू देख्न सक्नुहुन्छ। पहिला पोखरा कस्तो रहेछ र अहिले के परिवर्तन भइरहेछ, जब जनप्रतिनिधि स्थानीय जनप्रतिनिधि के परिवर्तन गर्न सकिन्छ भन्ने कुराहरू पनि हामीले देखाएका छौँ। आउनुहोस्, यस्ता गतिविधिले एउटा फोटो पत्रकारले पनि यो परिवर्तन चिजहरूलाई सम्भावको रूपमा सृजनशील चिजले पनि परिवर्तन गर्न सकिन्छ। यस्ता क्रियाकलापमा सबैको चासो सरकार हुन हार्दिक अनुरोध गर्छु भने केही तपाईँहरूको जिज्ञासा सल्लाह सुझाव भने पाऊँ। हस्, धन्यवाद, नमस्कार। जुन अहिले वडा नम्बर 9ले तस्बिरमा वडा नम्बर 9 भन्ने एउटा फोटो प्रदर्शनी अहिले पोखराको मुटु मैनापुलमा जुन गर्दैछ, यो एउटा एकदमै सराहनीय कार्य हो। जुन अहिलेको ग्लोबलाइजेसनको अवस्थामा जुन हामीले धेरै बोल्नुभन्दा पनि एउटा फोटोले नै सबै कुरा बताउँछ, यही नै काफी छ। मैले पनि धेरै बोल्नुभन्दा मैले यति मात्र बोलेँ। जुन यो एउटा धेरै सराहनीय कार्य छ जुन वडा नम्बर 9ले जुन यो कार्य गर्दैछ, यो सबैले सिको गर्नुपर्छ भन्ने मैले यो मूल्य मान्यता राख्छु। धन्यवाद। यो रामघाट होइन यो हो एकादशी। फोटो पत्रकार सङ्घ कास्कीले जुन तस्बिरमा पोखरा 9 कार्यक्रम राखेर जुन एउटा सराहनीय कार्यको सुरुवात गरेको छ।
फोटोको कुरा गर्नुपर्दा कुनै पनि इतिहासको बारेमा एउटा पुस्तक लेख्नुपर्छ, कुनै पनि वस्तु स्थानको बारेमा जानकारी लिनका लागि धेरै शब्दहरू खर्चनुपर्छ, धेरै कुराहरू खर्चनुपर्छ भने तर एउटै फोटोले धेरै शक्ति एउटा भनौँ न एउटा खालको महसुस हुने गरी त्यो खालको महसुस गराउँछ। त्यस कारणले पनि यो फोटो प्रदर्शनी महत्त्वपूर्ण छ भन्ने मलाई लाग्दछ। जुन एउटा महत्त्वपूर्ण कार्यको सुरुवात गरेको छ फोटो पत्रकार सङ्घ कास्कीलाई म धन्यवाद दिन चाहन्छु। यस्तै गरी जुन हामीले फोटोको पनि प्रदर्शनी हेऱ्यौँ, जुन पोखरालाई हेर्नका लागि पोखरा 9 आफैमा पोखराको एउटा मुटु हो, जुन पोखराको मुख्य बजार क्षेत्र नै पोखरा 9मा पर्दछ। हिजोको पोखरा कस्तो थियो, आजको पोखरा कस्तो छ भनेर चिन्नका लागि पनि आजको जुन फोटो प्रदर्शनी हामीले हेऱ्यौँ, यो प्रदर्शनी हेर्दाखेरि के महसुस भयो भने पोखरा कसरी परिवर्तन भइरहेको छ, कति परिवर्तन अहिलेसम्म पोखरामा भयो र अब कसरी परिवर्तन गर्न आवश्यक छ भन्ने कुराहरू समेत महसुस हुने गरी फोटो पत्रकार सङ्घले जुन एउटा प्रदर्शनीको आयोजना गर्यो यसको लागि म धन्यवाद दिन चाहन्छु। र जुन सहयोग गरेर जुन पोखरा 9ले जुन पोखरा महानगरपालिका वडा नम्बर 9ले जुन फोटो पत्रकार सङ्घको यो प्रदर्शनी कार्यक्रमलाई सहयोग समेत गरेको छ यसको लागि पोखरा 9 परिवारलाई समेत धन्यवाद दिन चाहन्छु, जसका कारणले फोटोको माध्यमबाट समाज परिवर्तनमा लाग्नुभएका फोटो पत्रकारहरू जसले चाहिँ आफूलाई फोटो खिच्ने कार्यमा लागेर जुन एउटा आफ्नो जीवनयापन समेत जुन गरिरहनु भएको छ भने फोटोको माध्यमबाट समाज परिवर्तनका लागि जुन एउटा उल्लेखनीय भूमिका खेल्नु भएको छ त्यो भूमिकालाई पनि यसले महत्त्वपूर्ण साथ दिएको छ भन्ने लाग्दछ। यसकारण पनि यो पोखरा 9ले गरेको सिकोलाई सबै वडा र महानगर लगायतका सरकारी निकायहरूले पनि यो सिको गरिदिएर एउटा चाहिँ यो प्रदर्शनी गरेर इतिहासलाई बुझ्नका लागि भावी योजनाहरू महसुस गर्नका लागि पनि यस्ता प्रदर्शनीहरू भइरहनुपर्छ भन्ने संस्थागत रूपमा पनि नेपाल पत्रकार महासङ्घको कार्यवाहक अध्यक्षको हिसाबले म यो भन्न चाहन्छु र यो प्रदर्शनीको भव्य सफलता र यस्ता कार्यक्रमहरू भविष्यमा हुँदै जाउन् भन्ने समेत कामना गर्दछु। धन्यवाद। आजको यो फोटो पत्रकारिताले मलाई के लागेको छ भने पोखराको विकास कसरी आइरहेको छ र यसले फोटोले इतिहासलाई समेटेको छ। हामीले यहीँ हेर्दाखेरि नि के थियो भने यही ठाउँमा एउटा लाइब्रेरी थियो, एउटा चाहिँ आर्ट ग्यालरी थियो, पारिपट्टि पसल थिए, पत्रिका पसल थिए, यहाँ शौचालय थिएन, अर्कै थियो, तर त्यो फोटोले त्यसलाई चाहिँ बचाइराखेको छ। आज परिवर्तन भएको छ। यहाँ आज हामीले फल्चा देख्न पाएका छौँ, तर यहाँभन्दा पहिला के थियो भन्दा हाम्रा पुर्खाहरूलाई फोटोले अब चाहिँ इतिहास देखाउनु भएको छ। त्यस कारण यो फोटोको महत्त्व र विशेषताको बारेमा वर्णन गर्न साध्य पनि छैन। र पोखराको विकास कसरी भइरहेको छ, कर्मिक रूपमा कसरी भइरहेको छ र प्रविधिको पनि विकास कसरी भएको छ भन्ने फोटोले देखाएको छ। तपाईँ गलगैँची र बेल्चाले चाहिँ एउटा बाटो खनेको अवस्थामा अहिले आएर तपाईँ ठुला टिपरहरूदेखि लिएर डोजरदेखि लिएर ठुल्ठुला पुलहरू तपाईँ चाहिँ लट्ठा बोकेको चाहिँ पुलकोदेखि लिएर अहिले तपाईँले मयूर पुलमा देख्नुहुन्छ ठुला चाहिँ पुलहरू देख्न सकिन्छ, ब्रिजहरू देख्न सकिन्छ। यो एउटा विकासको प्रतीकलाई फोटोले कसरी समेट्छ, फोटोले कसरी इतिहास कायम गर्छ भन्ने कुरा पनि यसले महत्त्व दर्शाउँछ। र पत्रकारिताको क्षेत्रमा कुरा गर्दा हामीले एक पेज को स्क्रिप्ट छ भने फोटोले चाहिँ हामीले हजारौँ स्क्रिप्ट उसले बोलेको हुन्छ। एउटा पहिला आँखाले अनि हेर्दा बित्तिकै कान मस्तिष्कमा त्यस्तो किसिमको प्रभाव पर्छ भन्ने एउटा मान्यता छ। त्यस कारण म के भन्न चाहन्छु भने यस्ता किसिमका फोटो पत्रकारिताका लागि पनि यो एउटा चाहिँ ऐतिहासिक क्षण हुनसक्छ भने फोटो पत्रकारितालाई बचाइराख्न पनि स्थानीय तहले जस्तै आज वडा नम्बर 9ले यो कार्यक्रम गर्यो, स्थानीय तहले पनि यसलाई यस्तरी नै प्रबन्धन गर्न सक्यो भने त्यो गाउँठाउँका नदी नाला, त्यहाँका विकास, त्यहाँका शिक्षा, त्यहाँका चाहिँ कला संस्कृति, धर्म संस्कृति, मठ मन्दिर यी सबैहरूको कस्तो रहेछ त भन्ने कुरा पनि यसले चाहिँ एउटा ऐतिहासिक रूपमा कायम गर्न सक्छ। त्यस कारण यो यस्ता प्रदर्शनीले एउटा फोटो पत्रकारितालाई व्यावसायिकता गर्छ र प्रविधिको चुनौती छ, त्यो चुनौतीलाई पनि यसले चाहिँ समेटेर लान सक्छ। र भने भावी पुस्तालाई पोखरा यस्तो हामीले के थाहा, यहाँ न्यु रोडमा पहिला कस्तो थियो, एयरपोर्ट कस्तो थियो, फोटोले देखाउँछ। हेर्नुहोस् एयरपोर्टमा चाहिँ एयरपोर्टको नजिकै एउटा चौतारामा चाहिँ बिछाएको भारी बिछाएको बटुवा हामीलाई हेर्दा अचम्म लाग्छ। अहिले ठुला चाहिँ भवनहरू छन्, ठुल्ठुला बिल्डिङ बाटोहरू छन्, त्यहाँ फोटोले एउटा इतिहास कायम गरेर छ, हाम्रो जीवन्त दिन्छ। यसले फोटोले एउटा जीवनलाई पनि जीवन्त दिन्छ भने
फोटोले सारा हाम्रो पोखरालादेखि लिएर सबैलाई चाहिँ एउटा जीवन्त दिने काम गरेको छ र फोटो पत्रकारले तपाईँहरूले यो कार्यक्रम गर्नु तपाईँहरूलाई पनि धेरै धेरै साधुवाद धन्यवाद। म ट्राई चाहिँ गर्छु तर हाम्रो मालिक आउँछ मलाई लाग्छ एकदमै खुसी भयो म खुसीले रोएँ राम्रो गर्नु हेलो गाइज हाउ आर यु रमाइलो भएछ हेलो हेलो रमाइलो छ खै ए आउँछ यिनीहरू सबै हाम्रो सैनिक है। ओके ओके ल राम्रो हेरौँ है ओए के गरेको भिडियोमा आयो नमस्ते म विकास कार्की पेसाले फोटो पत्रकार अहिले चाहिँ यो जनजम एकाडेमीमा चाहिँ पत्रकार ट्रेनरको रूपमा म मल्टिमिडिया ट्रेनर काम गरिरहेको छु। खास यो पोखराको हाम्रो फोटो पत्रकार जुन सङ्घले काम गरिरहेको छ यो फोटो प्रदर्शनी एकदमै राम्रो लाग्यो। पोखराको विभिन्न परिप्रेक्ष्यबाट विभिन्न कोणबाट जस्तो हेर्दाखेरि यसमा समाचारमूलक सन्देशमूलक त्यसपछि आएर तपाईँको एउटा सबै किसिमको तस्बिर हेर्दाखेरि चाहिँ एउटा पोखरालाई नजिकमा निहाल्ने मौका पाइयो। अझै पनि खास फोटो पत्रकारहरूले पोखराको फोटो पत्रकार अथवा फोटो साथीहरूले चाहिँ आफ्नो क्षेत्रको डेभलप गर्नको लागि र पोखराको फोटोग्राफी सँगसँगै फोटो पत्रकार र फोटोग्राफरहरूलाई चाहिँ यस्तो चिजहरूले चाहिँ एकदम उत्साह प्रदान गर्छ। यस्तो खालको एक्जिबिसनले यस्तो खालको कन्टेस्टले यस्तो खालकोले चाहिँ एउटा चाहिँ उसको गरेर कामको ओनरसिप पाउने हुनु हुँदाखेरि यस्तो खालको चिजहरू चाहिँ सानै भए पनि अथवा तपाईँको ठुलो नभए पनि सानै भयो भने पटक पटक गरिरहने हो भने अझै धेरै प्रतिभा जन्माउन र उनीहरूलाई उत्साह थप्न चाहिँ यस्तो एक्जिबिसन यस्तो कन्टेस्ट र यस्तो खालको कामहरूले चाहिँ उनीहरूलाई थप मद्दत गर्छ र थप तपाईँको हामीले नर्मली हामी के गर्नुपर्छ भने फोटोग्राफर र फोटो पत्रकार साथीहरू चाहिँ एक भएर सामूहिक रूपमा अगाडि बढ्ने हो भने हरेक चिज गर्न सफलता प्राप्त गर्न सकिन्छ भन्नेको एउटा सानो उदाहरण यो प्रदर्शन पनि हो। धन्यवाद। फोटो दामी छ मैले खिचे अर्कै छ के छ मैले खिचे होइन ल दामी लाग्यो। तिमी कति क्लासमा पढ्छौ? 8मा स्कुलबाट आएको अब स्कुल जाने अब हो उताको यो हुलाको 45 साल हुला काट्ने हो यो हुला काट्ने मलाई थाहा छैन के भयो नर्सिङ तयारी
ब्याट्री चिप्चिप गऱ्यो